गौशाला धर्मशाला जहाँ मारवाडीले दशकौंदेखि कब्जा गरेर बसेको स्थान अब सरकारको हुने भएको छ। पशुपतिलाई परेको अन्यायको सन्दर्भमा नै हो हैन, त्यही कुरालाई चाहिँ नि एउटा अहिले थप फैसलाले त्यसलाई चाहिँ नि फेरि त्यही हो भनेर न्याय दिएको छ। अहिले हाम्रो कुरा चाहिँ हामी त्यहाँ एकदमै व्यवस्थित आवास, व्यवस्थित खाना त्यहाँ आउने व्यक्तिहरूलाई, जो पशुपति विशुद्ध पशुपति दर्शनार्थीहरूको लागि, म्यान पावरको लागि होइन, होटेलको रूपमा होइन, विशुद्ध पशुपति दर्शनार्थीको लागि यहाँ पशुपतिनाथ दर्शन गरेर आउने धार्मिक यात्रुहरू, पर्यटकहरूको लागि मात्र चाहिँ हामीले त्यो धर्मशाला चलाउन खोजेका हौँ। काठमाडौँ महानगरको पूर्व मेयर बालेन शाह अर्थात् अहिलेका प्रधानमन्त्रीले मारवाडीलाई हटाउन खोजेका थिए, तर अदालतले रोकेपछि उक्त प्रयास सफल भएको थिएन। पशुपति विकास कोष र काठमाडौँ महानगरले अब यस धर्मशालालाई सञ्चालन गर्नेछ। पशुपति विकास कोषका हालका प्रमुख सुभाष चन्द्र जोशी र काठमाडौँ महानगरपालिका वार्ड नम्बर 8 का अध्यक्ष आसमान सङ्गतसँग गरिएको यो कुराकानी। राज्यको निकायले नै दुईटा निकाय बीचको जुन एउटा सम्झौता भयो, काठमाडौँ महानगरपालिकासँग पशुपति क्षेत्र विकास कोषले सम्झौता गरेर काठमाडौँ महानगरपालिकालाई सञ्चालन अनुमति दिइसके पछाडि त्यहाँ के कस्तो अवस्था थियो छ भनेर हामी हेर्न पुगेका हौँ। त्यहाँ त्यही दिनमा हामी खाली गरेर त्यही दिनदेखि सञ्चालन गर्ने उद्देश्यले त्यति बेला पनि गएको होइन। उहाँहरूले त्यसलाई त्यसरी नै लिनुभयो र पछि हामीले त्यहाँ के बुझ्यौँ भने सम्झौता भइसकेपछि हामीले हाम्रो बोर्ड राख्ने त स्वाभाविक विषय थियो, हामीले त्यो बोर्ड राख्यौँ पनि। बोर्ड राख्यौँ, अब त्यही बिचमा फेरि मुद्दामा जानुभयो, मुद्दा उहाँहरूको पक्षमा गइसके पछाडि हाम्रो बोर्ड पनि हट्यो, हामी पनि त्यहाँबाट ब्याक भएको अवस्था हो। अहिले पछिल्लो समय फेरि उच्च अदालतबाट चाहिँ यो पुनरावेदन अदालतबाट हो के अरे यो निर्णय जुन फेरि उहाँहरूको पक्षमा निर्णय नगएको र पशुपति क्षेत्र विकास कोषको पक्षमा नै निर्णय आइसके पछाडि चाहिँ अब काठमाडौँ महानगरपालिकासँग तत्कालीन अवस्थामा भएको निर्णय सम्झौता अब के हुन्छ भन्नेमा म पनि खुल्दुलीमै छु, म पनि अन्यलमै छु खास भन्ने हो भने। किन भन्दा यो कानुनको कुरा छ, हामीसँग भएको सम्झौता तत्कालीन अवस्थामा खारेजी भएको, त्यो सम्झौतालाई कार्यान्वयन नगर्नु भन्ने जस्तो कुरा थियो भने अहिले नयाँ अवस्थामा तत्कालीन हाम्रो तर्फबाट पहल गर्नुहुने हाम्रो तत्कालीन मेयर साहब, वर्तमान सम्माननीय प्रधानमन्त्रीज्यू अहिले देशको प्रधानमन्त्री हुनुभएको छ, उहाँले पक्कै पनि काठमाडौँ महानगरपालिकाले केही गर्न सक्छ, हामी सक्छौँ भन्ने उद्देश्य लिएर तत्कालीन अवस्थामा यो सञ्चालन अनुमति चाहिँ हामीलाई हुनुपर्छ, हामी चलाउँछौँ भन्नुभएको हो भने अहिले अब फेरि पशुपति क्षेत्र विकास कोषको मातहतमा त्यो धर्मशाला आइसके पछाडि चाहिँ पक्कै पनि काठमाडौँ महानगरपालिकालाई सञ्चालन अनुमति दिनुहुन्छ होला भन्ने अपेक्षा गरेको छु। पशुपति क्षेत्र विकास कोषले पनि त्यही गर्नुपर्छ जस्तो मलाई लाग्छ, किन हिजोको सम्झौताबाट अब फर्किनु पर्ने कारण छैन। हामी सक्षम छौँ, सबैजना मिलेर राज्यले नै सञ्चालन गरेको एउटा धर्मशाला हुने गरी हामी अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। अदालतबाट त्यसको प्राप्त गरिसकेपछि हामी प्रक्रियागत रूपमा उहाँहरूलाई अनुरोध गर्ने, सूचना दिने हैन, लगायतका प्रक्रिया पुर्याएर हामी त्यसलाई त्यसको व्यवस्थापनको प्रक्रियामा अगाडि बढ्छौँ। उहाँहरूको वास्तवमा मैयानी हक नलागे तापनि उहाँहरूले चाहिँ सम्झौता अनुसार सञ्चालन गर्ने भन्ने समय त गुज्रेकै हो क्या कहिले नै होइन? हजुर हजुर, त्यो सन्दर्भमा त धेरै अगाडि नै त्यही जुन होइन जिल्ला अदालतमा जे खालको मुद्दा गयो त्यसको एउटा पृष्ठभूमि जे तयार भयो होइन, त्यहाँदेखि नै त्यो पशुपतिलाई परेको अन्यायको सन्दर्भमा नै हो होइन, त्यही कुरालाई चाहिँ नि एउटा अहिले थप फैसलाले त्यसलाई चाहिँ नि फेरि त्यही हो भनेर न्याय दिएको छ। पशुपति क्षेत्र विकास कोषले भन्दा नि सम्बन्धित अदालतले नै त्यति बेलाको चाहिँ हामीसँग भएको उता मुद्दामा गइसक्यो, मारवाडी सेवा समिति मुद्दामा गइसके पछाडि चाहिँ पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिका बिचमा भएको सम्झौता चाहिँ त्यति बेला त्यसलाई चाहिँ नमान्ने भन्ने निर्णय जुन आयो, त्यसबाट चाहिँ अहिले त्यो विषयको चाहिँ निर्णय नआइसकेको र हामीले अहिले नयाँ निर्णय गरेर जान सक्ने अवस्था सिर्जना भएको अवस्था छ नि त। अहिलेको यो पूर्णपाठ आइसके पछाडि त नयाँ निर्णय गरेर जान सक्ने अवस्थामा पशुपति क्षेत्र विकास कोष पनि पुगिसकेको छ। यद्यपि पशुपति क्षेत्र विकास कोषमा अहिले अब परिषदको सदस्यज्यूहरू, कोषाध्यक्ष, सदस्यज्यू लगायतको त पदमुक्त भएर जानुभएको छ। अहिले नयाँ आइसके पछाडि यो विषयमा अगाडि बढ्नुपर्छ नै,
बढ्नु पर्छ नै त्यो चाहिँ अब सबैसँग सल्लाह गरेर कसरी जाने भन्ने विषयमा चाहिँ अगाडि जानुपर्छ। स्थानीय सरकारसँग समन्वय त अब हाम्रो हरेक तरिकाले रहन्छ नै होइन। अब अलि अगाडिको पृष्ठभूमि एउटा खालको थियो, तर एउटा सौभाग्यवश त्यतिखेर जुन प्रसङ्गमा हामीले चाहिँ नि स्थानीय सरकारसँग सहकार्य गरेका थियौँ, त्यो स्थानीय सरकारको जो त्यतिखेरको प्रमुख हुनुहुन्थ्यो उहाँ अहिले कार्यकारी प्रमुख नै राष्ट्रको हुनुहुन्छ। त्यस अर्थमा सम्मान्यज्यूले पनि यस विषयमा चासो राख्नु भएकै होला र हामीलाई मन्त्रालयगत रूपमा पनि होइन त्यसमा एउटा खालको साथ सहयोग रहन्छ नै। र तपाईँले जुन एउटा भन्नुभयो स्थानीय निकायसँग चाहिँ भनेको स्थानीय निकायसँग हाम्रो सहकार्य रहन्छ होइन, तर अब कुन मोडालिटीमा कसरी जाने भन्ने कुरा चाहिँ नि अब थप त्यहाँ भएका आधारभूत कुराहरूलाई चाहिँ नि हामीले जुन परम्परागत रूपमा जे हुनुपर्ने हो त्यो कुराहरू रहने कुराहरू नै रहिरहन्छ र अरू कुराको व्यवस्थापनमा कोषले आफ्नो धारणा बनाइरहेको छ र परिआउँदाखेरिमा स्थानीय निकाय लगायत मन्त्रालय होइन सबैसँग समन्वय हुन्छ। पशुपति गौशाला धर्मशालाको क्षेत्रफल 9 रोपनी जान्छन्छ, 2 कितामा छ, 4 रोपनी 4.5 रोपनीको हाराहारीमा एक टुक्रा छ भने अहिले मारवाडी सेवा समितिले सबै क्षेत्रफल ओगटेको हो, सबै उहाँहरूले अहिले जति बनाएको छ सबै उहाँहरूले भोक्चलन गरेको छ। एउटा त अब गौशाला पनि होला, गाई पालन पनि होला, अरू के होला? हामी हुन त त्यहाँ पनि सोधौँला, त्यहाँ पदाधिकारी भेटिएन भने यहाँलाई भएको जानकारी अनुसार त्यहाँ अहिले बाहिरको सटरहरू चाहिँ जुन बेला काठमाडौँ महानगरपालिकासँग सम्झौता भयो त्यस पछाडि खासै त्यति धेरै पसलहरू थिएन। पछि जेएनजी आन्दोलन पछाडि मारवाडी सेवा समितिले चलाएको धर्मशालामा पनि आगजानी भयो। त्यस पछाडि चाहिँ त्यहाँ पसलहरू बाहिर चाहिँ खास पसल छैन, राख्न दिएको अवस्था छैन भने भित्र त्यहाँ अब खाना होटल छ। त्यसै गरी धर्मशालामा सुत्न आउने व्यक्तिहरूको लागि सयौँको सङ्ख्यामा कोठाहरू छन्। त्यसै गरी कृत्रिम खुट्टा लगाउने भनेर त्यो उत्पादन गर्ने ठाउँ छ। अहिले त नेपाल प्रहरी पनि बसिराखेको छ, जेएनजीको आन्दोलन पछाडि नेपाल प्रहरी पनि त्यहाँ बसिराखेको अवस्था छ। त्यसै गरी अब त्यहाँ गाई पालिएको अवस्था छ, स्वाभाविक रूपमा गौशाला गाई हुनु नै पर्यो। त्यो भन्दा पनि त्यहाँ अहिले डायलिसिस सेन्टर सञ्चालनमा छ, डायलिसिस 30 बेडको डायलिसिस सेन्टर सञ्चालनमा छ। साथसाथै त्यो त्यहाँ अरू औषधि पसलहरू ती सञ्चालनमै छन्। उहाँहरूले त्यो चाहिँ यहाँ चलाएकै अवस्था छ। यो हाम्रो 2079 को गृह योजनाले चाहिँ त्यो क्षेत्रलाई हरियाली प्रवर्धन गर्ने क्षेत्र भनेर भन्छ। त्यो भनेको चाहिँ त्यहाँ त्यो हरियाली एउटा भन्न हरियालीयुक्त क्षेत्र रहन्छ र त्यो चाहिँ खुल्लै रहन्छ, त्यहाँ कुनै किसिमको निर्माणहरू रहँदैन। तर त्यहाँनिर चाहिँ हाम्रो त्रिविक्रम वामनको 417 को चाहिँ लिच्छवीकालीन मूर्ति पनि छ र त्यसलाई चाहिँ कुन तरिकाले त्यसको, किनभने त्यसको अभिलेखहरूको पनि अध्ययन भइरहेछ, पुरातत्त्वसँग हामी अहिले एउटा सहकार्यमै छौँ। त्यसलाई कुन रूपमा गर्ने भने त्यो मन्दिर त्यो मूर्तिको जगेर्ना हुन्छ त्यहाँ र त्यसले ओगटेको अहिले जुन B13 भन्छौँ त्यो एरियामा चाहिँ त्यो हरियाली प्रवर्धन जुन हाम्रो गृह योजनाले निर्दिष्ट गरेको छ त्यही अनुसारको क्षेत्रको रूपमा त्यो विकसित हुन्छ र त्यसलाई चाहिँ हामी अहिले अब आउने बजेट मार्फत त्यसलाई सम्बोधन गरेर त्यसलाई चाहिँ नि असाध्यै राम्रो मनमोहक स्थानको रूपमा हामी त्यसलाई बनाउँछौँ। मैले बारम्बार भन्ने गरेको पशुपति क्षेत्र विकास कोषलाई भारी बढी भयो, उसको कार्यक्षमता पुगेन, जति जिम्मेवारी उहाँले वहन गर्न सक्नु पर्थ्यो त्यति उहाँहरूले वहन गर्न सकिरहेका छैन। त्यसकारणले पशुपति भगवानलाई व्यवस्थापन गर्ने, दर्शनार्थीको व्यवस्थापन गर्ने, त्यहाँको भेटीघाटीको व्यवस्थापन गर्ने जिम्मा दिएर त्यसभन्दा बाहिरको गुठीको जग्गाहरूको व्यवस्थापन गर्नलाई पहिला जस्तै 3टा गुठीलाई त्यो जिम्मा दिएर त्यो गुठीले नै त्यसको आयस्ता पनि उठाउने र त्यो गुठीहरूले नै यहाँको स्थानीय जात्रा पर्वहरू सञ्चालन गर्ने त्यो सबै जिम्मेवारी त्यता दिएर बाँकी कुरा चाहिँ स्थानीय निकायमा त आउनुपर्छ भन्ने कुरा हाम्रो हो। उहाँहरूले सक्नु भइराखेको छैन। अहिले पशुपतिले सबै कुरा मेरो भनेर जिम्मा लिएको अवस्था छ, तर सबै लथालिङ्ग अवस्थामा छ। त्यस कारणले यो धर्मशाला पनि काठमाडौँ महानगरपालिकालाई हिजो पनि त्यही कारणले उहाँहरूले हामी सक्दैनौँ भन्ने हिसाबले काठमाडौँ महानगरपालिकासँग समन्वय गरेर अगाडि जानुभएको।
अब पनि हामीलाई दिनुपर्छ, हामी सक्छौँ, हामी सबैलाई मिलाएर। फेरि हामी काठमाडौँ महानगर मात्र बसेर चलाउँछु पनि भनिराखेको अवस्था छैन। महानगर, पशुपति क्षेत्र विकास कोष, स्थानीय कोही अरू तात्री संस्थाहरू हुनसक्छ, त्यसरी चलाउने एउटा रोडम्याप बनाएर चाहिँ हामी अगाडि बढ्न सक्यौँ। त्यस्तो एउटा कार्यविधिहरू बनाएर अगाडि जान सक्यौँ भने चाहिँ राज्यले नै सञ्चालन गरेको एउटा धर्मशाला जो पशुपतिमा आएर एक लोटा पानी चढाउनुहुन्छ, एक रात बस्छु भन्दै गर्दाखेरि यहाँ एक साग खाएर सुत्ने वातावरण, एक रात सुत्ने वातावरण चाहिँ हामीले बनाउनु पर्छ जस्तो लाग्छ। यस विषयमा यसरी बुझौँ, 15 गतिको परिषदको निर्णयले चाहिँ त्यसलाई तत्काल खाली गरेर भत्काउने भन्ने निर्णय लिएको हो। जुन चाहिँ अरू थप विषयहरू छ, उहाँहरूको चाहिँ नि जुन अरू सवाल छ जग्गा पाउने भन्ने कुरामा, त्यसमा चाहिँ नि त्यो पाउनुहुन्न भन्ने अथवा अरू कुनै थप चाहिँ परिषद निर्णय नगरेको हुनाले अहिले त अब परिषद एउटा हिसाबले होइन अध्यक्षज्यू मात्रै हुन्छ, तर अब आउने परिषदले या अध्यक्षज्यू मार्फत बन्ने कुनै समिति केही होलान्, त्यस मार्फत चाहिँ त्यहाँका जनताहरूको माग उचित रूपमा सम्बोधन हुन्छ भन्ने मलाई आशा छ। हुन्छ, अन्त्यमा चाहिँ जसरी हामीले पशुपति गौशाला धर्मशालाको कुराकानी गऱ्यौँ, सँगसँगै त्यो जुन बस्तीहरू कतिपय असरल अवस्था थियो, कतिपय अव्यवस्थित बसोबास जस्तो देखिन्थ्यो, मुआवजा दिइसकेकाले जीर्ण अवस्थाको घरहरू थिए, अस्तव्यस्तता, कतिपय दुर्व्यसनीका कुराहरू थिए होइन। त्यो सबै पार्ट यसो सम्झिने हो भने यो एरिया चाहिँ वास्तवमै बन्ने ठाउँ जस्तो देखिन्छ नि होइन, जुन गुरु योजना पनि छँदैछ यहाँहरूको। बनिसकेपछि त आएका पर्यटकहरू, धर्मावलम्बीहरू पनि कमसेकम आधा घन्टा 1 घन्टा चाहिँ यो रिफ्रेसमेन्ट सेन्टर जस्तो नै बन्ने रहेछ होइन सर? बनायो भने त ठाउँ त छ नि। यो चाहिँ भनौँ न, हामी जुन गुरु योजनाले निर्दिष्ट गरेको मात्रै नभई त्यो भनौँ न एउटा पौराणिक रूपमा या पूर्ववत रूपमा या जुन खालका रोकिएका परम्पराहरू थिए त्यसलाई पनि पहिचान गरेर पुनः त्यसको उत्थान गर्ने, जीर्ण भएका कुराहरूलाई त्यसलाई जीर्णोद्धार गर्ने होइन। र अहिले तपाईँले भन्नुभएका जस्तै जहाँ जहाँ चाहिँ नि होइन त्यो बनाउनु पर्ने छ, मनमोहक बनाउनु पर्ने, र तपाईँले अघि भन्नुभएकै जस्तो असाध्यै पशुपति चाहिँ छिर्दाखेरमा पशुपति पवित्र पाशुपत क्षेत्रमा कोही मान्छे प्रवेश गर्दै गर्दा उसले सुरक्षित महसुस गर्नेछ, उसले सफा महसुस गर्नेछ र सुरक्षा र सरसफाइसँगै अरू कुराहरू पनि सँगसँगै नै आउनेछ। त्यो व्यवस्थापनको लागि तपाईँले अहिले नै पनि हेर्नुभयो भने विगत हामीले अहिले यो जुन पछिल्लो चरणमा हामी अलिकति जुन काम गरिरहेछौँ, हजुरले पनि एउटा चाहिँ नि हजुरलाई पनि एउटा रिपोर्टिङको विषय नै पनि हुनसक्छ, जुन विशेष गरेर सरसफाइ र सुरक्षाको क्षेत्रमा हामीले पछिल्लो चरणमा अलिकति गरेका केही कामहरूले सकारात्मक सन्देश दिएको छ र यहाँको आगन्तुकहरूको र पर्यटकहरूको बसाइलाई त्यसले थप सहज र एउटा मनमोहक बनाउँछ। र आगामी दिनमा यहाँहरूले भने जस्तो साइट क्लियर जहाँ भयो त्यहाँ थप विकास डेफिनेटली त्यो अब कतिपय कुराहरू आजको भोलि नै भनौँ न, अब एउटा साइट क्लियरेन्सको हिसाबले अब हुँदैछ होइन। र मैले अघि नै पनि अनुरोध गरेँ, अहिले हामी अब कतिपय कुराहरूलाई चाहिँ गर्नुपर्ने कुराहरूलाई कति सकिन्छ हामी यही आर्थिक वर्षमा काम सुरु गरिहाल्छौँ। र अहिले आर्थिक भनौँ न एउटा यो आर्थिक वर्षले नभ्याउने अथवा त्यसले समेट नसक्ने कुरामा अहिले हामी डिपिआरहरू बनाएर एस्टिमेटहरू गरेर होइन ठोस रूपमा के गर्नुपर्ने हो, गुरु योजना पेरिफेरीमा रहेर हामी चाहिँ नि आगामी आर्थिक वर्षमा पनि त्यसलाई त्यही तरिकाले कुरा गर्दाखेरिमा राम्रै हुन्छ। अहिले त्यो गौशाला धर्मशाला नाम जे छ त्यो मात्रै काम त्यहाँ हुनुपर्छ जस्तो मलाई लाग्छ। गौशाला धर्मशाला त्यो दुईटा मात्र त्यहाँ चल्नुपर्छ जस्तो लाग्छ। त्यहाँ अस्पताल चलाउने, त्यहाँ अन्य अरू सेवामूलक कामहरू, अरू सेवाको कामहरू गर्नलाई चाहिँ थोरै अन्त त्यही गाई छ, त्यही माथि अस्पताल छ, त्यसले थोरै अप्ठ्यारो होला कि भन्ने, स्वास्थ्यमा समस्या होला कि भन्ने चिन्ता। त्यस कारणले हामीले तर त्यहाँ मोमो पसलदेखि अनेक पसल पनि त हेर्नुहोस् त महिनाकै 35-40 हजारसम्म भाडा पनि असुलेको हामीले देख्यौँ। अब त्यो पहिला थियो होइन, त्यो पहिला थियो, अहिले चाहिँ छैन। अहिले नभएको कुरा भयो, तर त्यही कारणले त्यही पनि गौशाला धर्मशालाभित्र परेन। अहिले हाम्रो कुरा चाहिँ हामी त्यहाँ एकदमै व्यवस्थित आवास, व्यवस्थित खाना त्यहाँ आउने व्यक्तिहरूलाई, जो पशुपति विशुद्ध पशुपति दर्शनार्थीहरूको लागि, म्यान पावरको लागि होइन, होटेलको रूपमा होइन, विशुद्ध पशुपति दर्शनार्थीको लागि यहाँ पशुपतिनाथ दर्शन गरेर आउने धार्मिक यात्रुहरू, पर्यटकहरूको लागि मात्र चाहिँ हामीले त्यो धर्मशाला चलाउन खोजेका हौँ, सेवाभावले चलाउन खोजेको हो।
त्यो महानगरको दाबी कायम छ। त्यो कायम छ, त्यो हामी गर्नुपर्छ, हामीले पाउनुपर्छ, हाम्रो सम्झौता अनुसार हामीलाई दिनुपर्छ भन्ने कुरा त हाम्रो छँदैछ। त्यो विषयमा सायद सरकारले, सङ्घीय सरकारले सुन्ला। पशुपति क्षेत्र विकास कोष त्यो माथिसम्म पुगेपछि पशुपति क्षेत्र विकास कोष मार्फत अब यो कुरा हुन्छ भन्ने आशा छ। पछिल्लो अदालती प्रक्रिया फैसला जुन मारवाडी सेवाको चाहिँ मारवाडीहरूको चाहिँ त्यहाँ हक नलाग्ने, मैयानी हक समेत नलाग्ने भनेपछि त अब सरकारी नै भयो। त्यो सरकारकै मातहतमा आइसकेपछिको अवस्थामा चाहिँ यो जुन मारवाडीको साइडबाट उहाँहरूको मानसिकता कस्तो पाउनु भएको छ? उहाँहरू तयार हुनुहुन्छ अथवा अरू सर्वोच्च अदालत बाँकी नै छ, अरू प्रक्रियाहरू होला नि, होइन? उहाँहरूसँग खास मेरो केही कुरा भएको छैन अहिले। औपचारिक कुराकानी, औपचारिक चिठी पत्र केही त्यस्तो भएको छैन। मलाई जहाँसम्म लाग्छ उहाँहरूले अहिले यसो हेर्ला मुद्दा मामिलामा जानुहुन्छ जस्तो बाहिर यसो सुन्नमा चाहिँ आएको छैन। मुद्दा मामिलामा जानलाई पनि त दुईचोटि लगातार मुद्दा हारिसके पछाडि सर्वोच्चले सहमति दियो भने मात्र जाने विषय रहला।